मर्निङ गाइज आज 5 बजिसक्यो र आज हाम्रो आजको यात्रा चाहिँ धाम ड्यामसम्मको छ। हामी 6 जना छौँ होइन, त्यहाँ हामी रोकेर गर्नुपर्छ ल। We are 6 people heading towards Dham Dam early in the morning. Sudeep bhai and Pandey bhai and Sudeep and Rumina. See you guys. अब त्यसले चाहिँ पाण्डे चाहिँ मर्छ आज मेरो हातबाट। अब त्यसलाई चाहिँ कसले बचाउने हो बचाइदियो। आज चाहिँ हामी धाम ड्यामतिर आइसक्यो। नो म्याप नो शेर्पा होइन। Morning view चाहिँ दामी। Turn right. दामी पारा ल्याइरहेको छ, दामी पारा ल्याइरहेको छ। एकजना चाहिँ कटायो, हुनु कटायो। पाण्डे एसिस्ट गर्दैछ। ब्रोले नि कटाइसक्यो। वो 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 ब्रो बाटो बाटो बाटो। लग 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 खाल्टोबाट हाल्न बाइक त। छैन तपाईँको मामाको बाइक धाएर छ नि, मैले यहीँबाट हालिदिन्थेँ। अब फाइनल्ली हल्का हल्का कटाए जस्तो भयो। अब लाग्छौँ बिस्तारै। लास्टै जाडो भयो यार, यो त लास्टै जाडो रहेछ। पाण्डे तँलाई कस्तो यो जाडो कि अप्पर मुस्ताङ जाडो? It's too much cold here, होइन? And the early morning we are at Dham Dam. The plan was crazy and we are making it happening. That's it for the day. Sir, what do you want to say? Nothing? Sanitize Koshita into Microsoft Office. Rumina, what do you want to say? Nothing. Sudeep, what do you want to say? के भन्न चाहनुहुन्छ मेरो ब्लगमा? सुमन सर के भन्न चाहनुहुन्छ मेरो ब्लगमा? ल हेरौँ है त कस्तो खोला रहेछ। तेज ठन्डा पानी चट्टान से बेकरार आए भने जस्तो खोला ल। लेट्स गो। हल्का सुदीप भाइको बाइकसँग लफडा पर्यो। आज बाइक चाहिँ म्याटर हो क्या भने जस्तो भयो यसको। अब चाहिँ हामी जाँदैछौँ ल। भेरी भेरी इन द मिडल अफ द जङ्गल। दामी मजा आउँछ गर्मी महिनामा। काठमाडौँमा गर्मी भइरहेको छ, चितवनमा गर्मी भएको छ नि। यु गाइज सुड डेफिनेटली भिजिट धाम ड्याम। सुदीपको चाहिँ हल्का हिलोसँग हल्का म्याटर भयो यसको। नतानेर होला क्या पाण्डे। त्यहाँ हेल्प गर। त्यहाँ चाहिँ त के हिँड्दै जान्छस्? ल किङले जुरुक्क उचालिसकेको छ। अब नेक्स्ट पाल भनेको सुमनको रहेको छ।
ढिलो यो गीत के दिने त्यो गीत ए गो मलाई हिलो हल्का छाप्न खोजेको त अब उता कुनाबाट त्यहाँबाट सर्लक्क हाल न यहाँबाट हाल्नु के सिधा मिठो जान्छ ओए हिलो छ्याप्ने नै मलाई माथिबाट भने ओ कटायो दामी कटायो ल सिजर के भन्न चाहनुहुन्छ रिम्ना के भन्न चाहनुहुन्छ रिम्नाले गल्ती गरे भन्न चाहनुहुन्छ सेतो जुत्ता र गयो है रिम्नाको सेतो जुत्ता सेतो प्यान्ट गइसक्यो मेरो चाहिँ एकदम उसको चाहिँ गाडी सबसे नगएको चाहिँ सुदीपको हो सुदीपको पनि देखाउँछौँ तिमीहरूले बिस्तारी अगाडि सुमनको चाहिँ जुत्ता गएन एकदम चक्की छ जुत्ता गए तरतारा खान्छ के केही हुँदैन हौ खाने बित्तिकै औषध छाप्छ थाहा होला ताप्याम त्यहाँनिर हल्का देखिया छैन खुल्या छैन वेदर मजा आएन बान्ने मजा आएन के पनि आएन छैन मैले छाडेको आहा यो रुखको ठाउँमा फाइनल ताप्याम आइपुग्यो भर्खर भुलुक्क गरेर मुनिसिर भगवान कसम हौ माछा पायो हैन मलाई त्यही सिरे हामी तर माछा हुन्छ होला हौ माछा छ यहाँ मारा मिल्दैन हौ ऊ भर्खर थियो माछा उफ्रेको माछा मिठो कपालले कपाल रहेछ गाई चाहिँ दामी कपाल छ अब टिपेर चाहिँ खानु पर्यो ल खै कहाँ हो पाकेको वाला यो वाला चाहिँ दिन्छ है म टाइम बब्बाल देखेको छ अहिले चाहिँ खुलेर सबको मुहारमा हाँसो छ पेटमा भोक लागे पनि हल्का स्माइल दिएको छ सुदीप सरबाट भने चाहिँ सुदीपलाई पनि भोक लाग्यो लास्टै पाण्डे यहाँ पुरा दिइरहेको छ सुदीप एन्ड रुबिना कस्तो लागिरहेछ यिनीहरूलाई ठिकठिकै लागेको छ अरे मलाई चाहिँ बबाल यहाँनिर चाहिँ एउटा चाहिँ रिसोर्टको चाहिँ एकदम आवश्यक छ है त्यो चाहिँ रिसोर्ट होइन रहेछ खाना पाइएन आएर दामी स्पोट हुँदैन त्यो यो ठाउँ चाहिँ लास्टै हाइटमा है हिमाल चाहिँ कता देखिने रहेछ धामधामबाट हिमाल देखिँदैन ढ्यामढ्यामबाट फोटो सेकेन्ड सेसन सकेर हामी जाँदैछौँ अब घरतिर दामी बाटोबाट सर अब जाँदैछौँ पाण्डेले भ्लग हान्न पारेर लास्ट रिसाइदा छ त्यसलाई म भ्लग हान्न दिने पारि त्यसलाई अहिले म खाजा खाने ठाउँमा मात्रै दिन्छु किनभने चार्ज छैन फोनमा धेरै त्यसले अलिक धेरै नै चलाउँछ कोसँग मसँग पावर ब्याङ्क मैसँग रहेछ त्यो त ल्याइसकेँ नि त्यो त त्यो ब्याग सहित पठाइदिएँ मैले ठाउँमा आयो हामीले चाहिँ खास त खाइसक्यो है अब चाहिँ हामी सानिडल एल ब्लकतिर जानुपर्ने हुन्छ तपाईँ कुन ब्लग हो डी ब्लग न्यु रोड ब्लग आई ब्लग कुन ब्लग के ब्लग अनि तर यसरी पनि भ्लग गर्नु मिल्छ कि न्यु ब्लगर इन द टाउन